नमस्ते। आज धेरै दिन पछि म एउटा सानो भिडियो लिएर हजुरहरू समक्ष आइरहेको छु र भिडियो बनाउन मलाई आउँदैन। बहुत कोसिस गर्नु पर्दो रहेछ भिडियो बनाउनलाई, तर आज मलाई पनि भिडियो बनाउन मन लाग्यो र यो भिडियोमा चाहिँ म एउटा सानो कविता लिएर हजुरहरू समक्ष आइरहेको छु। आशा छ हजुरहरूले मन पराइदिनुहुन्छ भने। र यो कविता चाहिँ मैले हामी 80s 90sहरूले सायद बुझ्न सक्छौं होला यो कविताको अर्थ। र कविताको शीर्षक हो यी निम्तो। यी निम्तो कति चाँडो जीवन यी निम्तो भइगयो, कति चाँडो जीवन यी निम्तो भइगयो। अतीतका पानाहरू आज मेरो कल्पनामा, अतीतका पानाहरू आज मेरो कल्पनामा। उहिले एउटै बस गाडी समय बिहान 7 बजेको, उहिले एउटै बस गाडी समय बिहान 7 बजेको। सुपारी बोकी पल्लो गाउँ जाँदा, सुपारी बोकी पल्लो गाउँ जाँदा फर्किन 3 दिन लाग्ने। आउनै पर्छ हे भन्दै, आउनै पर्छ हे भन्दै कति महत्त्व सम्बन्धको बुझाउने त्यो दिनहरू, कति महत्त्व सम्बन्धको बुझाउने त्यो दिनहरू। अवश्य नै आउँछु, अवश्य नै आउँछु। हजुर यति टाढोबाट सम्झी मलाई निम्तो दिन आउनु भएको। अवश्य नै आउँछु हजुर यति टाढोबाट सम्झी मलाई निम्तो दिन आउनु भएको। जवाफमा पनि भाव हुनु, जवाफमा पनि भाव हुनु। आज 1 मिनट पनि नलागी स्क्रिनमा देखिने यी निम्तो, आज 1 मिनट पनि नलागी नि स्क्रिनमा देखिने यी निम्तो। कति सस्तो र कति सजिलो, कति सस्तो र कति सजिलो। भावै नभएको, भावै नभएको। नबोलाए रिसाउँछन् कि, नबोलाए रिसाउँछन् कि भन्ने डर। बोलाइदिउँ है, बोलाइदिउँ है। आए आउँछन् न आए आउँदैनन् कति परिवर्तन समयको, आए आउँछन् न आए आउँदैनन् कति परिवर्तन समयको। हजुर धेरै व्यस्ततामा छु, हजुर धेरै व्यस्ततामा छु। भ्याए भने हजुर आउँछु, धेरै व्यस्ततामा छु। भ्याए भने हजुर आउँछु। जवाफ अहिलेको निष्ठुरी सम्बन्धको, जवाफ अहिले निष्ठुरी सम्बन्धको। हामी देखि भएको समाज परिवर्तनको, हामीले देखि भएको समाज परिवर्तनको। जीवन सुपारीदेखि यी निम्तोको, जीवन सुपारीदेखि यी निम्तोको। हजुर म त नेपाली जान्दिनँ मजाले, र पनि मैले चेष्टा गरेको थिएँ। मनमा अलिकति कुरा आउँदाखेरि, त्यो दिनहरू सम्झिँदाखेरि। आशा छ हजुरहरूले मन पराइदिनुहुन्छ भने। धन्यवाद।